नमस्ते। देशको परिस्थिति हामीले हेरिरहेका छौं। दिनदिनै नयाँ घटनाहरू विकास भइरहेका छन्। विभिन्न शक्तिहरू सलबलाइरहेका छन् र 23 गतेको यताको परिस्थिति हेर्ने हो भने झन्नै यो केको निम्ति भयो र कुन दिशातिर जाँदैछ भन्ने कुरा अब साफ भइसकेको छ। यसमा कुनै पनि भ्रम पाल्नुपर्ने अवस्था मैले देख्दैन। नेपाललाई जुन मिशनमा अगाडि धकेल्नु थियो त्यो मिशनमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू निकै सक्रिय भएर आइरहेका छन्। बाहिर हामी जे देख्छौं त्यसको भन्दा निकै ठूलो चलखेल भित्र भइरहेको देखिन्छ। यहाँहरूले थाहा पाउनुभयो, सुशीला कार्की प्रधानमन्त्री भइसकेपछि नेपालको इतिहासमा कहिले पनि नभएका केही घटनाहरू भए। दलाई लामाले बधाई सन्देश पठाए, त्यो ठूलो चर्चाको विषय बन्यो र स्वयं फ्री तिब्बत मुभमेन्टको पक्षमा रहेका धेरै व्यक्तिहरूले पनि जिब्रो टोके। दलाई लामाले यसो किन गरे जुन कहिले पनि गरेका थिएनन् र कुटित हिसाबले गर्न पनि मिल्दैन, तर उनले गरे। त्यतिमा मात्रै सीमित रहेन, त्यसको लगत्तै दलाई लामाको जो निर्वाचित केन्द्रीय सरकार छ त्यसका प्रधानमन्त्री, त्यसको संसदका सभामुख लगायत सबै सार्वजनिक रूपमा बोल्न थाले र उनीहरूले काठमाडौँको बौद्धमा कार्यक्रम पनि राखिरहेका छन्। मृतकहरूको चिर शान्तिको कामनाको नाममा उनीहरूले कार्यक्रम अगाडि बढाइरहेका छन् र भित्रभित्र अरू धेरै खेलहरू सुरु भएका छन्। म यो सबै विवरणलाई लिएर, किन घटनाहरू कसरी घटिरहेका थिए, के को निम्ति घटिरहेका थिए, घटनाको प्रसंग बिल्कुलै एउटा देखिन्छ, तर त्यसपछि चाहिँ भइरहेका गतिविधिहरू बिल्कुल अकल्पनीय देखिन्छन्, जो घटनासँग कुनै सम्बन्ध राखेको देखिँदैन। र मैले के देख्छु भन्छ भने झन्नै नेपालमा 2031 सालमा भएको यहाँ खम्पा विद्रोहको चाहिँ कुरा हामी पढ्छौं। तिब्बतलाई चीनबाट अलग्याउनुको निम्ति जो खम्पाहरूले विद्रोह गरे र जसलाई दबाइयो, 31 सालमै दबाइयो, त्यसको दोस्रो चरण सुरु भएको प्रष्ट रूपमा अब देखिन थालेको छ। यसको निम्ति हिजो एउटा सशस्त्र युद्ध भयो, परिस्थिति अनुसार, जमाना अनुसार आज त्यसलाई चाहिँ सडक विद्रोहको रूपमा कार्यान्वयन गर्न खोजिँदैछ। त्यही खम्पा विद्रोहको अर्को संस्करण नेपालमा अगाडि बढेको छ। म यो चीजलाई अलिकति जोडेर मैले दुईटा घटना मात्रै आज यहाँ उठाउन खोजिरहेको छु, तीनटा घटना। पहिलो, दलाई लामाको त्यो शुभकामना पछि उनका प्रधानमन्त्रीको एउटा वक्तव्य आएको छ। म त्यो चाहिँ तपाईको यहाँ चाहिँ सुनाउँछु। केन्द्रीय तिब्बत प्रशासनको नाममा त्यसका प्रधानमन्त्री पेन्पा छिरिङको वक्तव्य, उनको पहिले भनाइ सुन्नुस् है। उनको वेबसाइटमै पनि छ, नेपालको मिडियामा पनि यो सबै समाचार आएको छ। तिब्बतमा चिनिया कब्जा र अमानवीय उत्पीडन भइरहेको छ। तिब्बतीहरूको अस्तित्वगत चुनौती खडा भएको छ। वर्षौंदेखि हाम्रा प्रयासहरू असफल भएका छन्, तर अब महत्वपूर्ण कुरा उसको तपाईको नेतृत्वले हामीलाई आशा जगाएको छ। यो सुशीला कार्कीलाई भनेको। उनी नेपालमा योभन्दा अगाडि जति आशावादी थिए त्योभन्दा धेरै आशावादी अहिले भएका छन्। अब यो सुशीलाबाट के आशा हो त्यो उनी जानुन्, अथवा त्यो सुशीला कार्कीले जानुन्, तर यस पटक उनीहरू अत्यन्तै आशावादी छन्। र यसरी मुख किन फोरे, म एउटा घटनासँग यहाँहरूलाई यो जोड्छु। योभन्दा अगाडि चैत्र 15 गतेको घटना हामीले देख्यौं। चैत्र 15 गतेपछि त्यो आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाई इन्डियातिर भागे, पछि उनी गिरफ्तार पनि भए। त्यसपछि त्यो मोमेन्टलाई राप्रपा नामको एउटा ग्याङले कब्जा गर्यो। जस्तो अहिले हामीले देख्यौं जीएनजी, एउटा बाहिर आउने जीएनजी र त्यसलाई कब्जा गर्ने अर्को जो देखिरहेका छौं, ठिक यस्तै भयो। अब राजावादी आन्दोलनको नाममा अगाडि ल्याउने दुर्गा प्रसाईहरू र उनलाई थुनाएर कब्जा गर्ने राप्रपा, र राप्रपाले हिन्दू राज्य र राजाको एजेन्डा हाइज्याक गर्ने बित्तिकै
आईडीयू भन्ने एउटा साम्राज्यवादी अन्तर साम्राज्यवादी जो पार्टीहरुको जालो हो त्यसले खुलेआम समर्थन गर्यो। त्यो राप्रपाको आन्दोलनको घोषणालाई समर्थन गर्यो र समर्थन मात्रै गरेन कि त्यसमाथि दमन भएमा के हुन्छ भन्ने खालको चेतावनी पनि सरकारलाई दिएको थियो। अहिले दलाइ लामाहरूले त्यही गर्न सुरु गरेका छन्। अब सुशीला कार्कीको सरकार तिब्बती शरणार्थीहरूका लागि सहज हुने उनको प्रधानमन्त्रीको भनाए यो सरकार अरु सरकार भन्दा सहज हुनेछ। यसैगरी तिब्बत संसदका सभामुख खेन्पो सोनाम तेन्फेनले शुभकामना दिँदै अर्को एउटा पत्र पठाएका छन्। अब यहाँनिर म एउटा के जोड दिउँ भन्छ भने विभिन्न वेबसाइटहरू समाचारहरूमा सबै कुरा आइसकेको छ। स्टुडेन्ट फर अ फ्री तिब्बत भन्ने जुन संस्था दलाइ लामाको छ विद्यार्थीहरूको त्यसको खर्च पूर्ण रूपमा अमेरिकाले बेहोर्छ। अमेरिकनहरू त्यसैको वेबसाइटमा पनि यो सबै देखिन्छ। पुरै खर्च अमेरिकाले बेहोर्छ र त्यही संस्थासँग पैसा सहयोग लिने काम हामी नेपाल भन्ने यहाँको एनजीओले गर्छ। त्यो पनि त्यसकै वेबसाइटमा लेखिएको छ। अमेरिकाबाट पैसा लिएर संगठन चलाउने स्टुडेन्ट्स फर ए फ्री तिब्बत मुभमेन्ट र त्यसबाट पैसा लिएर एनजीओ चलाउने हामी नेपाल र त्यसपछि अब यो सन्दर्भमा अहिले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने हामी नेपाल भन्ने संस्था सुशीला कार्कीलाई प्रधानमन्त्री नबनाएको खण्डमा हामी जे पनि गर्छौं भन्ने धम्की दिएरै उनकै प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री भएकी छिन् र जुन संस्थाले सुशीला कार्कीलाई प्रधानमन्त्रीको निम्ति यत्रो दबाब दियो धम्की दियो र जुन संस्थाले स्टुडेन्ट्स फर फ्री तिब्बत मुभमेन्टबाट पैसा लिएर आफ्नो एनजीओ चलाइरहेको छ त्यो फ्री तिब्बत मुभमेन्टसँग सम्बद्ध रहेका चाहे दलाइ लामा हुन् चाहे उनका प्रधानमन्त्री खुलेरै सुशीला कार्कीबाट धेरै आशा भएको र उनको कार्यकालमा तिब्बतीहरूको निम्ति धेरै काम हुने खुलेआम चाहिँ उनले घोषणा गरिरहेका छन्। अब हामी नेपालको जो धम्कीपूर्ण भयो सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन अर्को हुँदै हुँदै पनि जो भयो यसको सम्बन्ध चाहिँ सिधै फ्री तिब्बत मुभमेन्टसँग छ भन्ने कुरा यिनै सबै घटनाहरूले स्पष्ट पार्छन्। एउटा पाटो। अब दोस्रो पाटोमा जाउँ। दोस्रो पाटोले झन् ठूलो अर्को रहस्यको चाहिँ तपाईको पर्दा चाहिँ खडा गरिदिएको छ। कान्तिपुरले 31 गते अब प्रदीप पाण्डे नामका त्यसबेलाका स्वास्थ्य मन्त्री को एउटा भनाइ सार्वजनिक गरेको छ। यो मेरो होइन है, प्रदीप पाण्डेको लामो चाहिँ भनाइ सार्वजनिक गरेको छ। 23 गतेको क्याबिनेटको बैठकमा के भयो भन्ने शीर्षकमा जुन ओलीको अन्तिम बैठक थियो 23 गते दिउँसोदेखि हिंसा हुन सुरु गरिसकेको थियो। त्यत्रो मान्छे मारिसकेका थिए। त्यसपछि साँझ क्याबिनेटको बैठक भयो। क्याबिनेटको बैठकमा ओलीले उठाएका केही प्रश्नहरू जसलाई प्रदीप पाण्डेले कान्तिपुरमा जानकारी गराएका छन्। ओलीले के भन्छन्, एभरेस्ट जो होटल छ अहिले बानेश्वर अगाडि एभरेस्ट जो होटल छ त्यो भन्दा अगाडि बानेश्वर क्षेत्रतिर ब्यारिकेड किन राख्यो जबकि त्यो निषेधित क्षेत्र परेदेखि छ। एभरेस्ट होटलबाटै चाहिँ अगाडिबाट निषेधित क्षेत्र छ तर ब्यारिकेड धेरै अगाडि ल्याएर मात्रै किन राख्यो। नम्बर 1 ओलीले सोधेको कुरा माने ओली अनभिज्ञ भएर सोध्दैछन्। त्यहाँ उनी देशको प्रधानमन्त्री छन् तर उनलाई केही पनि थाहा छैन। अनि ओलीको दोस्रो प्रश्न, त्यो बैठकमा दोस्रो प्रश्न, सिनामंगलबाट अगाडि बढेको जुलुसलाई किन रोक्ने प्रयासै गरिएन ओलीको दोस्रो प्रश्न। तेस्रो ओलीको प्रश्न, यत्रो घटना भइसकेको छ यसबारे यो भन्दा अगाडि पूर्व सूचना वा घटना भइसकेपछि सूचना मलाई किन दिएन। उनका प्रश्न सुन्नुस् है, उनी कति निरीह भएर त्यहाँ प्रस्तुत भइरहेछन्। निरीह हो उनको षड्यन्त्र हो, भित्र मिलीभगत बाहिर एउटा कुरा गर्ने हो, त्यो उनी जानुन खुल्दै जाला तर उनी बिल्कुल अनजान भएर प्रस्तुत भइरहेका छन् बैठकमा। उनी त्यसपछि अझै भन्छन्, पुलिसले टाउकामा गोली हान्दैन अहिले यस्तो किन भयो। ओलीको अर्को प्रश्न क्याबिनेटमा,
हाम्रो नेपालको पुलिस त्यो नियमै छैन, टाउकोमा हान्ने नियमै छैन, यो प्रहरीले गोली चलाएकै होइन, यस्तो किन भयो? त्यसपछि अब यो हेर्दाखेरि परिस्थितिबारे उनी अनभिज्ञ रहेको उनले देखाइरहेका छन्। अर्को हुन्छ चाहिँ यो जेनजेड वालाहरूको काम होइन, यो ओलीको भनाए, यो जेनजेड वालाहरूको काम होइन र पुलिसले पनि गोली चलाएको होइन, उनी ढुक्क भएर भनिरहेका छन्। गृहमन्त्री आएपछि यसको सबै विवरण जानकारी गराउनु होला उनले ओलीले भने। गृहमन्त्री पुगेका थिएनन् रमेश लेखक। त्यसपछि केही समयपछि उनी बैठकमा गए, गृहमन्त्री बैठकमा गए। यो प्रदीप पाण्डेको भनाइ हो है। गृहमन्त्री बैठकमा भइसकेपछि ओलीले यसबारे सम्पूर्ण विवरण जानकारी गराउनु भने, तर गृहमन्त्रीले घटनाहरूको कुनै जानकारी नगराइकन एकैचोटि राजीनामा पेश गरेर हिँडे। बस घटनाबारे कुनै पनि जानकारी गृहमन्त्रीले गराएनन्। अब यसले के देखिन्छ? ओलीको यो भनाइले के गर्छ भन्छ भने, गृहमन्त्रीले घटनाको विवरण जानकारी नगराइकन राजीनामा दिएर त्यहाँबाट बैठकबाट किन निस्के, यो नै सबैभन्दा रहस्य जस्तो उनको राजीनामा मागिएको थिएन, बाहिरबाट त सबैको राजीनामा मागिएको थियो, तर भित्र कसैले राजीनामा मागेको थिएन। उनी गए राजीनामा बुझाएर तपाईको हिँडे भन्ने चाहिँ कान्तिपुरले छापेको छ। र प्रदीप पौडेलका अनुसार गृहमन्त्रीको त्यो चाहिँ व्यवहार देखेपछि प्रधानमन्त्री चाहिँ छक्क परे। यो विवरण जानकारी नगराइकन राजीनामा दिएर किन गए भने त उन चाहिँ तपाईको छक्क परे। अब यो विवरण चाहिँ तपाईको कान्तिपुरमा आएको छ। र यहाँ चाहिँ अर्को के देखिन्छ भन्छ भने, जस्तो केही चाहिँ सुरक्षा सूत्रका अनुसार, मैले पाएको केही जानकारी अनुसार प्रहरीको गोलीमा, जो पछाडि हिंसा भट्किएपछि प्रहरीको गोली चल्यो, त्यो गोलीमा 21-22 जना भन्दा बढी मान्छे प्रहरीको गोलीबाट मरेको छैन। प्रहरीको गोलीबाट मरेको छैन, त्यो चाहिँ जिम्मा लिन प्रहरी तयार छैन। भनेपछि यो 70 भन्दा बढी मान्छे कहिले मार्यो भन्ने कुरा यहाँ आइरहेछ। यो मान्छे कहिले मार्यो भन्ने कुरा आइरहेछ। ओलीको जो क्याबिनेटको बैठकमा जुन चाहिँ ओलीले कुरो राखे र त्यो हत्या गर्ने जुन प्रकृति देखिन्छ, हत्याको जुन प्रकृति देखिन्छ, त्यो हेर्दा र यहाँ चाहिँ विभिन्न स्रोतहरूबाट आएको जानकारी अनुसार बाहिरबाट शार्प सुटर स्नाइपर भन्ने कुरा आएको छ, ल्याइएका थिए जसले गोली चलायो। र गोली चाहिँ हान्ने तरिका यस्तो देखियो कि तपाईको धेरै टाढाबाट त्यो पिन पोइन्ट भन्छ नि, ठ्याक्कै जुन ठाउँमा निशाना बनाउन खोजिएको थियो त्यही ठाउँमा गोली हानेको छ। अधिकांशलाई चाहिँ तपाईको टाउकामा गोली हानेको छ। अब यो नै सबभन्दा ठूलो रहस्यको घटना छ र नेपालको प्रहरीले यसको जिम्मा लिएको छैन, लिन मानेको छैन। अब यिनी सबै घटनाहरू बिस्तारै उजागर भइरहेका छन्। अब यिनका भित्रका बैठकहरू धेरै कुरो आइरहेछन्, को कहाँ संलग्न छ, कसले के भूमिका खेल्यो, कसले कति उचाल्यो। जस्तो यसमा संलग्नताको पाटोबाट हेर्दा पार्टीका लगभग पार्टी दलीय रूपमा, संस्थागत रूपमा त नभनौं, तर व्यक्तिगत रूपमा सबै पार्टीका मान्छेहरू यसमा संलग्न छन्। माओवादीका संलग्न छन्, राप्रपाका संलग्न छन्, एमालेका पनि छन्, कांग्रेसका पनि छन् र धेरै ठूलो संख्या घण्टीको पनि छ। र आरोप लगाउनेहरूले दुर्गा प्रसाईका मान्छेहरू पनि छन् भनेका छन्, तर त्यो पुष्टि चाहिँ तपाईको भएको छैन। माने संलग्नता सबैको छ। यसले के देखाउँछ? यसले एउटा चीज देखाउँछ। त्यसले के देखाउँछ भन्छ भने, एउटा त सत्ता र सत्ता विरोधी भनेर यिनीहरू जो लडिरहेका थिए, एकले अर्कोलाई अप्ठ्यारो पार्नुको निम्ति पनि सघाएको हुन सक्छ। जस्तो ओलीलाई चाहिँ सरकार गिराउनमा निकै ठूलो कोशिश पुष्पकमलहरूले गर्दै आएका थिए। उनले भित्रबाट मान्छेहरू उकासेका हुन सक्छन्, ओलीलाई गिराउनको निम्ति उकासेका हुन सक्छन्, अथवा घण्टीहरू त लाग्ने नै भए, पहिलेदेखि खुल्याम लागिरहेकै थिए। त्यो बाहेक अर्को एउटा यो घटनाको प्रकृति कस्तो देखिन्छ भन्छ भने, जस्तो विभिन्न पार्टी भनेका यिनी विदेशी ग्याङ हुन्। यिनी पार्टी नै होइनन्, कुनै स्वतन्त्र संगठन होइनन्, विदेशी ग्याङ हुन्। विदेशीहरूले त्यहाँभित्र ग्याङ बनाएर टुक्रा टुक्रा बनाइसकेका छन्। उनले आफ्नो ढंगले मान्छे परिचालन गरिरहेका छन्। सबै पार्टीभित्रका मान्छेहरू आफ्नो ढंगले
तपाईको परिचालन गरिरहेका छन्। त्यसकारणले यो अब जेनजी भनेर जो 23 गते सडकमा आयो, जसलाई हामीले यो नयाँ पुस्ता भनेर बुझौं, त्यसको त काहीँ पनि संलग्नता छैन। न हिंसा न तोडफोड, उनीहरू 23 गतेपछि नै गायब भए। त्यसको अब चाहिँ जो परिस्थिति भइरहेको छ त्यसको स्वामित्वले नै इन्कार पनि गर्थे, उनले हात झिकिसकेका थिए। त्यसपछि जेनजीको चाहिँ कुनै पनि भूमिका छैन, त्यो दिन पनि थिएन। जसरी चैत्र गएको चैत्र 15 गते जति पनि लुटपाट हिंसा भयो त्यसमा चाहिँ प्रदर्शनकारीहरूको संलग्नता थिएन। पुलिसले दमन पछि गरेपछि प्रतिरोधमा केही चाहिँ ढुङ्गा मुढा भए, होइन भने त्यो पूर्ण रूपमा पराजित थियो। अहिले पनि त्यही भयो। त यो ओलीको चाहिँ अभिव्यक्ति जो चाहिँ क्याबिनेटको बैठकमा आयो भनेर चाहिँ त्यसबेलाका स्वास्थ्य मन्त्रीले भनेका छन्, यसबाट एउटा कुरा बुझिन्छ। हामी यसबाट बुझौं देश कहाँ छ, कति नाजुक र खतरनाक ठाउँमा छ भन्ने कुरा देखिन्छ। त्यो के हो भन्छ भने राज्य छैन, राज्यको अस्तित्व बिल्कुलै छैन। र यिनी सरकारमा जो मान्छे बस्छन् यिनी विशुद्ध देश लुट्ने एउटा उद्देश्यले मात्रै बस्छन्। यिनीहरूलाई कुनै पनि कुराको जानकारी हुँदैन। देश कसले चलाउँछ, हिंसा कसले गर्छ वा प्रधानमन्त्री कसले बनाउँछ, त्यसबारे यिनीहरू पुरै अनभिज्ञ हुन्छन्। यिनको एउटै काम विदेशीको चाकरी दलाली गरेर नेपाल लुट्ने भन्दा केही पनि होइन भन्ने कुरा त्यही क्याबिनेटको बैठकले प्रश्न पारिरहेको छ। मैले सुरुमा यहाँहरूलाई भने एउटा कुरा म त्यही लगेर जोड्छु, यो खम्पा विद्रोहको दोस्रो संस्करण हो र यो साह्रै डरलाग्दो छ। हामीले यसलाई सामान्य नठानौं। किन भन्छ भने यो अघि पछिका जस्तो चैत्र 15 जो देख्यौं अथवा त्योभन्दा अगाडि पनि यस्ता धेरै प्रहसनहरू भए, 63 सालपछि पनि यस्ता धेरै घटना भए, टिकापुरका घटना भए, सबै बाहिर शक्तिले गराएको सबै थाहा छ। त्यहाँ गएर इन्डियन चाहिँ राजदूतहरू त्यहाँ पुगेका छन्। त्यहाँ राजेन्द्र महतो जस्तो मान्छेहरू पुगेर चाहिँ साम्प्रदायिकको पक्षमा खुलेआम चाहिँ मञ्चबाट भाषण गरेर उत्रनको निम्ति अपिल गरेका छन्। धेरै ठूलो रिहर्सल त्यहाँ भएको छ, गृहकार्य त्यहाँ भएको छ। चाहे गौरको घटना भनौं, सबै घटनाहरू पूर्व नियोजितै थिए, तर यस पालीको घटना असामान्य छ। हामीले त्यही राम्ररी ध्यान दियौं। त्यो असामान्य किन भन्छ भने शरणार्थीको रूपमा बसेका तिब्बतीहरूले खुलेआम अब हाम्रा सुदिन आए भनेर घोषणा गरिरहेका छन् र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनको निम्ति धाक धम्की दिने जो मान्छेहरू छन्, जो संस्थाहरू छन्, उनको संलग्नता कहाँ छ भन्ने कुरा देखिसकेको छ। र तेस्रो दृश्य हेरौं, क्याबिनेटको यो सुशीला कार्कीको नेतृत्वको बैठक पनि भयो र उसले 9वटा निर्णयहरू गरेको पनि सार्वजनिक भएको छ। त्यहाँ चाहिँ मान्छेका भावनाहरू प्रयोग गर्ने, मान्छेलाई भावनामा ल्याएर चाहिँ चाहिँ खेल्ने भन्दा ठोस एजेन्डा केही पनि छैनन्। जस्तो जो समस्या युवा पुस्ताले उठाएर सडकमा आऊ भन्ने घोषणा गरेको थियो, ती मुद्दाहरू कहीँ पनि सम्बोधन गरिएका छैनन्। लुटेराहरू जो देश लुटे मूल समस्या उनी थिए र बेरोजगारी मुख्य प्रश्न थियो युवाहरूको, र त्यो लुटेको सम्पत्ति आजसम्म कम्तीमा पनि छानबिनकै लागि पनि त्यो सबै रोक्का गर्नुपर्ने हो, बेचबिखनबाट रोक्का गर्नुपर्ने हो। अब विदेश लग्नेले लगिरहेको छ, बेच्नेले बेचिरहेको छ। यिनीहरूले चाहिँ हामी छानबिन गर्छौं भनेर एउटा अनौपचारिक रूपमा नौटंकी देखाउने बाहेक कुनै पनि काम गरेका छैनन्। यिनीहरूबाट कुनै काम हुँदैन पनि। भोलि होला एकाध घटना, समग्र यो ब्रह्मलुट भित्र एकाध घटनामा मुद्दा चलाएको जस्तो गरेर एउटा नाटक प्रदर्शन गर्लान्, त्योभन्दा अगाडि जाने स्थिति छैन। त्यति मात्र हैन, अहिले केही कुराहरू सार्वजनिक भइरहेका छन्। यति व्यवस्थित जस्तो सबै प्रमाणहरू, हिजोका भ्रष्टाचारका अपराधका विभिन्न प्रमाणहरू मेटाउन यतिसम्म काम गरिएको छ कि अहिले भर्खरै बजारमा चाहिँ समाचार आइरहेको छ, महान्यायाधिवक्ता कार्यालयबाट कम्प्युटर खोलेर त्यहाँबाट हार्ड डिस्क झिकिएको छ। ल हेर्नुस्, अब यो जेनजीले गर्छ भने कसैले कल्पनै नगर्ने कुरा, अथवा हाम्रो युवा पुस्ताले गर्यो भनेर त्यो अनुमानै गर्न सक्ने कुरा, कम्प्युटरबाट हार्ड डिस्कहरू झिकेर उठाइएका छन् र सबै प्रकारको प्रमाण मेटाउन जस्तो अदालतहरूमा हमला गरिएका छन्। यिनी सबै काम भएका छन्। यसमा चाहिँ पूर्ण रूपमा बाहिरी तत्त्व सामेल भएको, मैले त भन्छु त्यो नेपालभित्रको कुनै चाहिँ शक्ति केन्द्र, अझ नेपालभित्र आफ्नो कुनै स्वार्थ मात्रै भएको कुनै शक्ति केन्द्रको पनि हात यो होइन। यो विशुद्ध विदेशी शक्ति हुन्। यहाँका मान्छे अपराधी गिरोहहरू यहाँका परिचालन भएका हुन्।
अब स्थिति यो ढंगले अगाडि बढिरहेको छ र अब संकेत के देखिन्छ मैले पाएको घटनाक्रम हेर्दा जस्तो फागुन 21 गते चुनाव गर्ने भन्ने घोषणा भएको छ। अब त्यो अन्तिम चाहिँ तपाईको बिन्दु चुनाव भएन भने सुशीला कार्कीको सरकार रहँदैन। त्यसकारणले फागुन 21 भित्र केही न केही यहाँ हुन्छ पहिले हामीले बुझ्नुपर्ने कुरा। दोस्रो कुरा के हो भन्छ भने अहिले जो घटनाहरू भइरहेका छन् एउटा ओलीको त्यो 23 गतेको क्याबिनेटको बैठकको जो मैले विवरण सुनाए यसबाट बिल्कुल यहाँ सरकारमा बस्ने मान्छेहरूको तपाईको पकडमा केही पनि छैन, पहुँचमा केही पनि छैन भन्ने कुरा त्यसले देखायो। जब त्यो पहुँचमा छैन भने खेल कतैबाट सुरु भयो त्यो स्वतः बुझ्न सकिने कुरा भयो। अब यहीसँग म जोड्छु। जस्तो मैले फागुन 21 गते अगाडि यहाँ ठूलो घटना रक्तपात मैले अघिल्ला भिडियोमा पनि भनेको छु। त्यो घटना विभिन्न पछाडि आउने केही घटनाक्रमहरूले त्यसलाई पुष्टि गर्दैछन्। जस्तो यो दलाई लामाका प्रधानमन्त्रीको जो मैले चाहिँ तपाईको वक्तव्य शुभकामना वक्तव्य सुशीला कार्कीलाई दिएको उल्लेख गरे त्यसले के देखाउँछ भन्छ भने फागुन 21 भन्दा अगाडि नै यहाँ ठूलो घटना हुन्छ। अब उनीहरू खुलेआम आइसके र केही मैले पाएको जानकारी अनुसार केही जानकारी र केही घटनाहरूको विश्लेषण हेर्दा अबका 4 महिना बढीमा चाहिँ पुष अथवा अंग्रेजी सम्बन्धको कुरा गर्दाखेरि सन् 2025 पुष 15-16 को वरिपरिमा नेपालमा ठूलो विध्वंस फेरि हुने संकेतहरू देखिएका छन्। किन भन्छ भने यो प्रारम्भ हो। मैले भने नि यो कामको थालनीको प्रारम्भ मात्रै हो। और हरेक न्यूमा चाहिँ अब रक्तपात सुरु हुँदैछ। जस्तो म त्यसपछि तेस्रो घटना जोड्नु अहिले मैले पाएको विवरण अनुसार जस्तो अदालत जलाइए, सिडिओ कार्यालयहरू जलाए, सारा जलाए। अहिले देशभरि जहाँ जहाँ तिब्बती शरणार्थीहरू बसेका छन् ती सबै जिल्लामा तिब्बती शरणार्थीहरूलाई नागरिकता दिनको निम्ति सिडिओलाई दबाव र धम्की जान सुरु गरिसकेको छ। त्यो प्रक्रिया सुरु भएको छ। मैले पाएको सूचना अनुसार गुपचुप रूपमा त्यो प्रक्रिया सुरु भइसकेको छ। कतै सुरु भइसकेको छ, कतै चाहिँ नराम्रोसँग सिडिओहरूले धम्की खेपिरहेका छन्। अब किन भन्छ भने उनले के भनिरहेका छन् भन्छ भने जस्तो पहिले भएका जसलाई बसोबासको प्रमाण दिएको थियो अथवा चाहिँ धेरैले नागरिकता पनि लिएका थिए तिनी सबै जलेर नष्ट भएका छन्। अधिकांश चाहिँ सिडिओ कार्यालयमा पनि नष्ट भएका छन्, प्रमाणहरू सबैको हराएका छन्। त्यसकारणले यहाँ जो छन् त्यो नयाँ पनि ल्याएर नयाँ तिब्बती शरणार्थीहरू ल्याएर पनि सबैलाई नागरिकता दिलाउनुको चाहिँ दबाव सुरु भएको छ। यो अन्तर्राष्ट्रिय शक्तिबाट पनि सुरु भएको छ र प्रत्यक्ष रूपमा शरणार्थीहरूबाट चाहिँ तपाईको दबाव र धम्की सुरु भएको छ। यो भन्दा अगाडि मैले एउटा कुरा गरेको थिएँ, म यसलाई जोड्छु। मैले एउटा भिडियो पनि बनाएको थिएँ, 2 पटक 3 पटक म बोले र अहिले ओलीकै पालामा अमेरिकनहरूले र युरोपियनहरूले नेपालमा 50,000 तिब्बतीहरू बसोबास गर्न सक्ने गरी ठाउँ मिलाउनुको निम्ति आदेश दिएका थिए। ओली सरकार त्यसमा लागेको पनि थियो। जस्तो बुढा नीलकण्ठ विशेष गरिकन बुढा नीलकण्ठको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर त्यसको वरिपरि जहाँसम्म सम्भव हुन्छ 50,000 तिब्बती, जस्तो नेपालमा कति तिब्बती छन् भनी कसैलाई थाहा छैन। जस्तो कोही अनुसन्धानकर्ताहरूले 4,500 भनिरहेका छन् अथवा यो चाहिँ केही सूत्र जस्तो पश्चिमा सूत्रहरूबाट 12,000 भनी आइरहेको छ। जस्तो चिनिया सूत्रले 4,500 मात्रै देखाउँछ विधिवत रूपमा दर्ता भएको कागजका आधारमा। नेपालमा दर्तै भएको कागजका आधारमा 4,500 भन्छ, पश्चिमा सूत्रले 12,000 भन्छ। यसको मतलब हो दर्ता नभएका मान्छेहरू पनि यहाँ धेरै छन्, तिब्बती शरणार्थीहरू धेरै छन्। दोस्रो कुरा र तेस्रो अब चाहिँ जो 50,000लाई बसोबासको निम्ति भनेर यहाँ धम्की दिएको छ त्यो काम हुँदैछ। यो एकातिर यो तथ्य र अर्को चाहिँ अब अहिले के जोड्नु हुन्छ भने तिब्बती शरणार्थीहरूलाई जो नागरिकता दिनुपर्ने धम्की सुरु भएको छ यसले के देखाउँछ भन्छ भने त्यो 50,000 सम्भवतः धेरै ल्याइसकेका पनि होलान्। त्यो 50,000 संख्या सहित जति पनि आउँछन् सबैलाई के रे नागरिकता दिने एउटा पहल सुरु भएको छ र मलाई लाग्छ त्यो बाटो सरकारले रोक्न सक्दैन एउटा कारणले, किन यिनीहरूले जन्मको आधारको जो नागरिकता बनाए 63 सालमा नेपालमा जन्मिएको व्यक्ति
नेपालको नागरिक हुने 46 साललाई आधार वर्ष बनाएर जो नागरिकता बनाए त्यो नागरिकता ऐनले पनि धेरै तिब्बती अधिकांश तिब्बती शरणार्थीहरूलाई नागरिकता दिने बाटो खोल्छ नम्बर 1 र दोस्रो अहिले जो प्रमाण नष्ट गरिए विभिन्न सिडिओ कार्यालय र अदालतहरूमाथि हमला गरेर जो प्रमाणहरू नष्ट गरिए यो नष्ट गरिसकेपछि अब तिब्बतीहरूमध्ये कतिले नागरिकता पाएका थिए कतिले आवासको प्रमाणपत्र पाएका थिए तिनी प्रमाण पनि मेटाएको हुनाले अब जतिले दाबी गर्छन् उनीहरूलाई चाहिँ त्यो सबै दिनुपर्ने भयो र यसरी मैले भनेको थिएँ एउटा चाहिँ जन्मको आधारको नागरिकता तिब्बत टुक्र्याउनुको निम्ति एउटा फौज बनाउने रणनीतिमा आधारित छ मैले भने एउटा फौज भनेपछि जस्तो तिब्बत टुक्र्याउनुको निम्ति जस्तो पहिले जो खम्पा विद्रोह भयो 31 सालमा तिब्बत टुक्र्याउनुको निम्ति लड्दिनेको त सेना त चाहियो त्यो सेना हो जन्मको आधारको नागरिकताले जो विदेशीहरूलाई दियो झन्नै 50-60 लाख जति विदेशीलाई नागरिकता दिएको छ त्यो सबै चाहिँ एउटा दीर्घकालीन रणनीति अन्तर्गत दिएको थियो र त्यसमा सबै दलहरू प्रयोग भएका थिए अब यो दिशातिर देश गइरहेको छ त्यसकारणले गर्दाखेरि फागुन 21 गतेको मिति भन्दा धेरै अगाडि अथवा त्यहाँसम्म पुग्न नदिकन यहाँ ठूलो विध्वंस हुँदैछ अबका 4 महिना नेपालको इतिहासमा सबैभन्दा खतरनाक महिनाहरू हुन् भन्ने चाहिँ मलाई लाग्छ मलाई विश्वास छ त्यो दृश्य देखिनेछ त्यो हामीले देखिनेछौं किन घटनाहरूले भन्छन् सबै परिस्थितिले भनिरहेको छ र जो अब परिस्थिति अगाडि बढिरहेको छ अहिले त के देखिन्छ भन्छ भने अब त एउटा बुख्याचा सुशीला कार्की नामको बुख्याचा उनीहरूले खडा गरिदिए अब चाहिँ खुले आम चाहिँ तपाईको नेपालको प्रशासनमा शासन गर्ने तिब्बती शरणार्थीहरू अथवा तिब्बती शरणार्थी नाममा अथवा स्वतन्त्र तिब्बतको नाममा काम गर्ने एनजिओ आइएनजिओहरू अब नेपाल सिधै उनले चलाउन थाले किन केही पनि छैन जस्तो अहिले बनेको सरकार निरीह हो त्यो बाहिरबाट एउटा भिडले धाक धम्की दिएर स्थापित गरिदिएको सरकार हो यसको कुनै जनाधार पनि छैन कुनै आधार पनि छैन अब सुरक्षा निकायको हविगत हामीले देख्यौं गोली यसरी बाहिरको मान्छेले चलाइरहेको छ स्नाइपरले चलाइरहेको छ तर यहाँको प्रहरी पनि निरीह छ यहाँको चाहिँ तपाईको सेनाले पनि खासै केही गर्न सकिरहेको देखिदैन अब यहाँ बीचमा अब त्यो मैले जो 4 महिनाको कुरा गरिरहेको छु यसको एउटा टार्गेट सेना हो यो सेनाले पनि समयमै बुझोस् र नेपालीले पनि बुझोस् किन सेना विघटन गर्नु छ यदि नेपालमा निर्भीकतापूर्वक विदेशीहरूका भाडाका सेनाको युद्ध अगाडि बढाउनु छ भने पहिले सेनामा हात हाल्नै पर्छ र सेना विघटन गर्ने दिशातिर जान्छन् उनीहरू यसमा कुनै पनि शंका छैन त्यो भनेको द्वन्द्वमा फसाइदिएर किन भन्छ भने अब अहिले सबै जवाबदेही अब सेना हुनुपर्छ सुशीला कार्कीको कुनै पनि औचित्य छैन अब र मलाई लाग्छ अब जे हुन्छ त्यसमा सुशीला कार्कीलाई धेरैले दोष अब दिदैनन् बुझ्नेहरूले किन भन्छ भने सेना नै सबै चीज हो र सेना बाहेक अब कोही पनि यसप्रति उत्तरदायी हुन्न यो परिस्थिति निर्माण गरिकन त्यो सेनालाई फसाउने एउटा खेल अब अगाडि बढ्छ यसमा कुनै पनि शंका छैन म एउटा उदाहरण दिउ सेना कन्ट्रोल गर्ने यिनीहरू कसरी गर्छन् एउटा प्रयास त पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएपछि कोशिश गरे सबभन्दा पहिलो कदम नै सेना तोड्ने गरी अगाडि बढेको माओवादीलाई विदेशीहरूले सेनामा फुट ल्याउने ब्यारेक भित्रै चाहिँ रक्तपात गराउने डिजाइनमै सबभन्दा पहिले हात हालेका हुन् संयोगले उनीहरू असफल भए एउटा घटना म युक्रेनको दोस्रो घटना दिन्छु सेनालाई कसरी कब्जा गर्नको निम्ति कति महत्व हुन्छ सेनाको भन्ने कुरा युक्रेनको घटना दिन्छु युक्रेनमा 2014 मा जो चाहिँ कु गरायो अमेरिकन र युरोपले जो कु गराएर यानुकोभिचलाई जो सत्ताबाट चाहिँ सत्ताच्युत गरे त्यसपछि त्यो सत्ताच्युत गर्न वर्षौंदेखि अमेरिकाले प्रशिक्षित गरेको एउटा आपराधिक गिरोह थियो त्यो गिरोह एकदमै प्रशिक्षित थियो र त्यो गिरोहलाई त्यसपछि युक्रेनी सरकारलाई दबाब दिएर त्यसलाई एजोव बटालियनको नाममा एउटा सैन्य बटालियन बनाइयो र त्यसपछि युक्रेनी सेनामा सामेल गरियो त्यसपछि युक्रेनको सम्पूर्ण सेना पुरै कमान्ड चाहिँ एजोव बटालियनले गर्छ त्यसपछि सेना उनको क्याप्चरमा गयो त्यो एउटा मोडेल हो माने सेनालाई कब्जा गर्ने वा सेनालाई सिद्ध्याउने
आफ्ना मोडेल हुन्छन्। युक्रेनको मोडेल हामीले हेर्यौं, पुष्पकमलको एउटा मोडेल हेर्यौं र अहिले मैले के देख्छु भन्छ भने एउटा रक्तपात गराएर जो तयारी भइरहेको छ, जसरी नाङ्गो रूपमा नेपालको चाहिँ तपाईको विदेश नीति, चीन नीति अथवा कूटनीति सबैलाई खुले आम चुनौती दिएर तिब्बती शरणार्थीहरू दलाई लामाका विभिन्न खालका सञ्जालहरू जसरी आइरहेका छन्, यसले देखाउँछ यिनीहरू खुलेआम धम्की दिइरहेका छन्। धम्कीको प्रक्रियाबाट यिनीहरू अगाडि बढिरहेका छन्। यो भनेपछि अब चाहिँ सेना चाहिँ अप्ठ्यारोमा पर्छ र ऊ चाहिँ तपाईको मिसिन्छ। अब समयमै ध्यान दिएन, यसलाई नियन्त्रण गर्ने कुरामा सेना होशियार भएन भने उनले फसाउन खोजेको सेना हो। या त उनीहरूले अन्तर्राष्ट्रिय द्वन्द्वको चपेटामा सेनालाई पार्छन्, या चाहिँ तपाईको गृहयुद्धको चपेटामा सेनालाई पार्छन्। जो चाहिँ अब तिब्बतीहरूको एउटा सशक्त विद्रोहको जो योजना चाहिँ खाका देखिन सुरु गरेको छ, यसको चपेटामा सेनालाई पार्छन् र सेना कठोरतापूर्वक, मैले भन्छु कठोरता हो, हिजोको इतिहासमा यिनको कतै संलग्नता होला, सेनाका मान्छेहरूको कतै संलग्नता होला, कोही इन्डियासँग संलग्नता होला, कोही अमेरिकासँग होला, कोही चीनसँग होला। संलग्नताको कुरा बन्द गरेर यति बेला सिङ्गो सेना मेटाउने योजनामा अब काम अगाडि बढिसकेको छ भन्ने बुझेर सेनाले कठोरतापूर्वक देश भनिकन आफ्नो हिजोको संलग्नता सबै छोडिकन कदम नचाल्ने हो भने मलाई विश्वास छ सेना अब चाहिँ रहने सम्भावना मैले देख्दैन। किनभने ठेक्न सक्दैन। घुसपैठलाई हेरेर यसलाई मिलाउने, सन्तुलनमा राख्ने यस्ता सोचबाट गयो भने सेनाले ठेक्न सक्ने अब मैले सम्भावना देख्दैन। हामी सबै अब होशियार हुनुपर्ने बेला मात्रै रहने कि सबै जाग्नुपर्ने र त्यस्तो परिस्थितिको सामना गर्नको निम्ति हामी सबै मानसिक रूपमा तयार हुनुपर्ने समय आयो। किनभने चाहिँ देश हाम्रो हो, देश नरहे यो देशको मान्छे रहने सम्भावना हुँदैन। त्यसकारणले कोही पनि मान्छे अब हुने घटनाबाट निरपेक्ष बस्न सक्दैन। अब हुने जो परिस्थिति छ यसबाट अलग रहेर कोही पनि मान्छे बस्न सक्ने सम्भावना मैले देख्दैन। दुश्मन शक्ति अथवा साम्राज्यवादी शक्ति, नेपाल विरोधी शक्ति खुलेर अगाडि आइसकेको सन्दर्भमा अब हामी त्यही ढंगले जानुपर्छ र मैले सेनालाई दोहोर्याएर अनुरोध गर्दछु, यसलाई कडाइका साथ नियन्त्रण गर्ने योजनामा जाऊ। किन भन्छ भने एउटा साम्राज्यवादी नीति के हुन्छ भने कसैको पनि जति निकटता भए पनि, मैले शेरबहादुर दम्पतिको कुरा मैले गरिसकेको छु, सारा अमेरिकन साम्राज्यवादलाई नेपालभित्र यति बलियो बनाउन यदि व्यक्तिगत रूपमा कसैको सबैभन्दा ठूलो भूमिका छ भने त्यो शेरबहादुरका दम्पति नै हुन्। तर उनले आज के हाल बेहोर्नु पर्यो। साम्राज्यवाद त्यति कठोर र क्रूर हुन्छ, त्यति निर्मम हुन्छ। मैले बारम्बार सद्दाम हुसेनको कुरा गर्छु। जुन अमेरिकाले सद्दामलाई उठाएर इरानसँग 8 वर्ष लडायो त्यसले मार्यो। मैले बिन लादेनका कुराहरू गर्छन्। जुन अमेरिकाले अफगानिस्तानमा सोभियत संघ समर्थित सरकारसँग लड्नको निम्ति उठायो त्यसैले मार्यो। यस्ता घटना थुप्रै गरेका छन् उनीहरूको रणनीति प्रयोग गर्ने मात्रै हो, उनको आफ्नो कोही पनि हुँदैन। आज सेनाको कोही मान्छे प्रयोग हुन्छ, प्रयोग गर्छ र सिद्ध्याइन्छ। शेरबहादुर दम्पति जस्तो गरी एक ठाउँमा लगेर सिद्ध्याइन्छ। यसको निम्ति उनका धेरै बहाना छन्। जस्तो धेरै कुराहरू उनले उठाउँछन्, भोलि दमनका कुरा उठाउँछन्, के अरे चाहिँ तपाईको हत्याका कुरा उठाउँछन्। यी माओवादी युद्धकालमा चाहिँ तपाईको मानवता विरोधी अपराधका कुराहरू आज पनि उठाइरहेका छन्। सेनामाथि पनि प्रश्न उठाइरहेका छन्। बेलायतमा एकजना नेपाली सेनाका अधिकारीलाई केही वर्ष अगाडि पक्राउ गरिएको घटना हामीले देखिरहेका छौं। उनले चारैतिर जालो छापेर बसेका हुन्छन्, सबैलाई चाहिँ अप्ठ्यारोमा पारेका हुन्छन्, फसाएका हुन्छन् र त्यसको काम सकियो भने त्यसलाई चाहिँ समाप्त पारिदिन्छन्। एउटा कुरा यसमा अपवाद के हुन सक्छ भने कुनै पनि व्यक्ति, चाहे सुरक्षा निकाय, चाहे दल, चाहे चाहिँ कर्मचारी तन्त्र, चाहे न्यायाधीश, यदि एकदम पेशेवर अपराधी छ, नेपालै समाप्त पार्नुपर्छ भन्ने मिसनमै जोडेर आएको छ भने उसको विषयमा केही भन्न सकिन्न अथवा उसलाई भनेर पनि केही हुँदैन। तर बाँकी जो फसेका मान्छे हुन्छन् उनीहरूले कठोरतापूर्वक अब त्यो शक्तिसँग सम्बन्ध विच्छेद गर्न आवश्यक छ र एउटा आफ्नो भूमिका र अडान स्पष्ट रूपमा आवश्यक छ। त्यसकारणले अबको टार्गेट, जस्तो पहिलो टार्गेट त यो लुटेरा ग्याङ भयो, यसलाई यत्रो वर्षसम्म उनले प्रयोग गरे, नेपाल लुटाए, नेपाल बर्बाद पारे र अन्तिममा उनीहरूलाई चाहिँ तपाईको सकिदिए। किन भन्छ भने अब नयाँ ढंगले बाटो खोल्नुपर्ने भयो।
उनीहरूप्रति नरमता देखाउनु पर्ने कारण केही पनि थिएन। उनी प्रयोग गरिएका भाडाका अपराधी भन्दा केही पनि थिएनन्। तिनको औचित्य सकियो। यो भोलि हुने पनि यही हो। यो घटनाबाट हामी सबैले बुझ्नुपर्छ। हामी एकदमै होशियार हौं। 4 महिना, मैले दोहोऱ्याएर भन्छु अन्त्यमा, 4 महिना नेपालको इतिहासमा सबैभन्दा कठिन चाहिँ तपाईको महिनाहरू हुन्। यी 4 महिना भित्रै बाहिर देखाउने अरु मुद्दा होलान्, मान्छेलाई बहकाउने, तर स्वतन्त्र तिब्बतको मिसन सुरु हुन्छ। कहीँबाट चाहिँ तपाईको हिंसा सुरु हुन्छ। यो सबै क्षेत्रबाट भित्रभित्र काम सुरु भइसकेको छ र त्यसको निम्ति वातावरण बनाउन राज्य पक्षलाई दबाब दिने वा यहाँ भित्रका मान्छे प्रयोग गर्ने सबै खेल अगाडि बढिसकेको छ। सबै नेपालीहरू समयमै चाहिँ सजग बनौं, होशियार हौं र सबै नेपालीलाई अपील गर्न सुरु गरौं। अब घर-घरबाट उठ्नुपर्छ। त्यस्तो स्थिति आयो भने अब घर-घरबाट उठ्नुपर्छ। त्यो बाहेक अब यो जो तयारी भइरहेको छ त्यसलाई नियन्त्रण गर्ने अर्को उपाय मैले देख्दिनँ। जस्तो खम्पा विद्रोहमा त राजा वीरेन्द्र थिए, संगठित र शक्तिशाली सेना थियो। अहिले त्यस्तो परिस्थिति छैन। अब जे हुन्छ त्यो राज्यले कन्ट्रोल गरिहाल्ला अथवा राज्य पक्षसँग जोडिएको कुनै निकायले कन्ट्रोल गर्ला, त्यस्तो धेरै आशा हामी नगरौं। हामी जनस्तरबाट यो तयारी गर्नुपर्छ र गाउँ-गाउँका मान्छेहरूलाई घर-घरमा आजैदेखि सबैले कुरा बुझाउने, प्रशिक्षित गर्ने र संदिग्ध मान्छेहरूको चलखेललाई निगरानी गर्नेदेखि लिएर सबै काम हामीले आजैदेखि थाल्नुपर्छ भन्ने म सबैसँग अनुरोध गर्न चाहन्छु।